भर्खरै हाम्रो मन्त्रीज्यूले राजनीतिक विकास आर्थिकका महत्त्वपूर्ण भनाइ राखेर जो आज नेतृत्व गरिरहनु भएको नेपाली कांग्रेसको गगन थापा सहयात्री उहाँको साथी हाम्रो रसुवाको प्रतिनिधि सभाको उम्मेदवार सँगै हुँदा राजनीतिक विकास निर्माणले गति यसरी लिनेछ। भावी दिनमा हामीले सोचेको भन्दा माथि हुन्छ भनेर उहाँले राख्नुभयो र हर कार्यकर्ता हर क्षेत्रमा म की पोइन्टमा सबैसँग रहन्छु र सहयोग गर्छु भन्दै उहाँले सम्बोधन गराई बिदा हुनुभयो। धन्यवाद मन्त्रीज्यू। र यसै क्रममा हाम्रा रसुवाका दुखी विकास प्रेमी न्याय प्रेमी हाम्रा प्रतिनिधि सभाका उम्मेदवार आदरणीय इन्जिनियर मोहन आचार्यज्यूलाई यस सम्पूर्ण यस कोर सभाको भेलालाई आफ्ना महत्त्वपूर्ण भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सचिवज्यू। यस कोर सभाका सभाध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सभापति एवं हालै आसन्न निर्वाचनको समानुपातिकका प्रतिनिधि सभाका उम्मेदवार आदरणीय पेमा छिरिङ तामाङज्यू, यस कार्यक्रमका विशेष अतिथि एवं बागमती प्रदेशका आर्थिक मामिला मन्त्री आदरणीय प्रभात लामाज्यू, सम्पूर्ण उपस्थित सम्पूर्ण मेरा नेतागणहरू, मेरा गाउँपालिकाका अध्यक्षहरू, उपाध्यक्षज्यूहरू, वडा अध्यक्षज्यूहरू, सम्पूर्ण भाती संगठनका प्रमुख एवं प्रतिनिधिज्यूहरू, यस अभियानमा आउनुभएका सम्पूर्ण मेरा उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, साथै सबै अभियन्ता साथीहरूमा म व्यक्तिगत तर्फबाट यहाँहरूलाई नमस्कार, जय नेपाल। म आदरणीय साथीहरूलाई धेरै आभार प्रकट गर्न चाहन्छु। म रसवाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि आभार प्रकट गर्न चाहन्छु। उहाँहरूले दिदीचोटि मलाई माया गरेर यो प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेर पठाउनु भयो। मैले जति सके मैले जति कुराहरू गर्नुपर्ने थियो मैले कति कुराहरू गर्न सकेँ होला, कतिपय कुराहरू गर्न सकिनँ होला, त्यो आफ्नो ठाउँहरूमा रहे। म आदरणीय साथीहरूलाई आज पृथक खालको कुरा गर्न चाहन्छु। म नेपाली कांग्रेसको तर्फबाट आज उम्मेदवार दिएर आएको छु। नेपाली कांग्रेस हामी कस्तो पार्टी, तपाईँ अभियन्ता साथीहरू म बीच हुनुहुन्छ, कार्यकर्ता साथीहरू म बीच हुनुहुन्छ, तपाईँहरूलाई आज म एउटा प्रत्येक खालको थप जिम्मेवारी पनि दिएर जान चाहन्छु। नेपाली कांग्रेस स्थापना कालदेखि जनतासँग समर्पित पार्टी हो भन्ने कुराहरू हामीले पहिला सुरु जनतालाई बुझाउनु जरुरत छ। स्थापना कालमै नेपाली कांग्रेसले के जिम्मा लियो, के कुरा लिएर जनताको संरक्षण र जनताको पार्टी बन्यो भन्दा यसले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अँगाल्दै वाक स्वतन्त्रलाई मान्दै धार्मिक स्वतन्त्रता एवं समावेशीलाई यसले आत्मसात गर्दै नेपाली कांग्रेसको स्थापना कालदेखि जनतासँग समर्पित भएर यो स्थापित भयो। फलस्वरूप 2017 सालको जस्तो शक्तिशाली पार्टी बन्यो, 46 सालको जस्तो आन्दोलनकारी क्रान्तिकारी पार्टी बन्यो र 72 सालमा आउँदै गर्दा 62-63 सालको विशाल आन्दोलनमा सम्मिलित भएर नेपालमा गणतन्त्र स्थापित गर्ने पार्टी अस्ति 2082 साल भदौ 23 र 24 गतेको आन्दोलन हामीसँग सम्मिलित नभइकन जनता हामीबाट टाढा भएर आन्दोलन, यो इतिहास कालखण्डमा पहिलो चोटि। वास्तवमा भन्नुपर्दा जति पनि परिवर्तन भए नेपाली कांग्रेसको अग्रसरतामा नेपालमा आन्दोलन र परिवर्तनहरू भए। के साबित गर्थ्यो भने नेपाली कांग्रेस हमेशा जनताको पार्टी भन्ने कुरा साबित गर्दै आएको थियो। यो कुराले नेपाली कांग्रेसमा धेरै नेता साथीहरूलाई एउटा कोलतलता लाग्यो। फलस्वरूप के सोच्यो, फलस्वरूप के गर्यो भन्दा नेपाली कांग्रेस वास्तवमै केही पछिल्लो समयमा जनताबाट अलि टाढा भयो भन्ने कुरा हामी नेतृत्व पङ्क्तिमा भएको मान्छेले महसुसै गर्यो। र जनताले के खोजेका थिए? फर्स्ट
सुशासनको कुरा व्यक्त गरेको थिए, भ्रष्टाचार अन्त्यको कुराहरू लिएर आएका थिए, जुन उनीहरूले अस्ति भएको आन्दोलन एक प्रकारको जायजै थियो। तलदेखि माथिसम्म नेपाल सरकारको कुनै पनि कार्यालयमा कार्य सम्पादन गर्दै गर्दा अथवा जतिसुकै नेतृत्वगणले भन्दै गर्दा आम नेपाली जनताहरूले सजिलोसँग आफूले कुनै पनि कार्य सम्पादन गरेर अथवा कुनै पनि सुविधा प्राप्त गर्न सकेको अवस्थाले गर्दा नेपाली जनताहरू धेरै परिवर्तन गर्दै आएको पार्टी सम्मिलित सरकारमा हुँदै गर्दा पनि जनताहरू हाम्रो एगेन्स्टमा बाहिर निस्किनु र यो कुरा हामी नेपाली कांग्रेसले महसुस गर्यो। हाम्रो आज आदरणीय केन्द्रीय सभापति तत्कालीन अवस्थामा महामन्त्री हुनुहुन्थ्यो पार्टीको, आन्दोलनको नेक्स्ट डे नै उहाँले जनताहरूलाई माफी मागेर हामीबाट गल्ती कहाँ कमी कमजोरी भयो सबै पार्टीको नै जिम्मेवारी लिएर, उहाँको व्यक्तिगत गल्ती कमजोरीको कुरा होइन, पार्टीको नै कहाँ गल्ती भयो त्यसको क्षमा माग्दै जनताहरू बीच अगाडि जानु र यो अनुसार हाम्रो केन्द्रमा उहाँले र धेरै नेता साथीहरू यो आन्दोलन भए पश्चात सरकार बन्यो, अन्तरिम सरकार बन्यो। अन्तरिम सरकार बनिसकेपछि फागुनको 21 गते निर्वाचन घोषणा र हामी धेरै जस्तो नेपाली कांग्रेसका साथीहरूले अब नेपाली कांग्रेसले नीति पनि र नेतृत्व पनि बदलेर आउने निर्वाचनमा जाने र कस्तो खालको नेतृत्व ल्याउने भन्दा जनताले को भावनालाई बुझ्ने खालको, जनताले खोजेको जस्तो कुरा बुझ्न सक्ने, जनताले समय सापेक्ष अहिले युवा वर्गले खोजेको जस्तो नेपाल बनाउने कल्पनाका साथ नेपाली कांग्रेसका धेरै युवा साथी नेतृत्वगणहरू अगाडि बढ्नु, फलस्वरूप नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भयो र त्यो विशेष महाधिवेशनले धेरै कुराहरू संकल्प गरेको छ, निर्णय गरेको छ। भोलिका दिनहरूमा नेपालको धेरै संविधानमा भएका समस्याहरूलाई परिमार्जन गर्ने खालका कुराहरू त्यहाँ निर्णय भएका छन्। म तपाईलाई के भन्न चाहन्छु भने यो हाम्रो नेपाली कांग्रेसको घोषणा पत्रमा धेरै कुराहरू आउनु छ, म एक दुईटा मात्र कुरा तपाईहरु बीच राख्न चाहन्छु। नेपाली कांग्रेसले अब के संविधानमा संशोधन गर्न खोज्दैछ, म निर्वाचनसँग जोडेको कुरा गर्न चाहन्छु। नेपाली कांग्रेसले 1 2 3 4 भन्ने एउटा फर्मुला छ, भनेको मतलब एकचोटी राष्ट्रपति हुन पाउने, दुईचोटी प्रधानमन्त्री हुन पाउने, तीनचोटी मन्त्री हुन पाउने, चारचोटी सांसद लड्न पाउने मात्र नीति नेपाली कांग्रेसले राखेको छ। यो किन हो, यो किन चाहियो अब तपाईलाई म बुझाउन चाहन्छु। यदि कुनै व्यक्ति एउटा पदमा, सर्वोच्च पदमा लामो समयसम्म बस्यो भने उनले आफ्नो वैधता र सबै कुराहरू बिर्सिन्छ र आफ्नो पनमा मात्र सबै समाज लान्छ भन्ने हेतुका साथ र राज्यको भएको शक्तिहरू आफूमा मात्र केन्द्रित राख्छ र समाजबढी उत्तरदायित्व हुँदैन भनेर नेपाली कांग्रेसले यो नीति लिएर आयो। त्यो मानेमा तपाईलाई म के भन्न चाहन्छु भने नेपालको अब आमूल परिवर्तन गर्नु सबभन्दा ठुलो आउने दिनहरुमा अर्को ठुलो कुरा के निर्णय गरेको छ भने सबै जनतालाई लागिरहेको कुरा, यो प्रतिनिधि सभामा धेरै समानुपातिक के गरेर धेरै मान्यहरू हुनुभयो, राज्यको धेरै पैसाहरू त्यहाँ लाग्यो, विकास निर्माणका कुराहरू घटे, सामाजिक सुरक्षाका कुराहरू घट्दै गए भन्ने विषय जनताहरूको अर्को ठुलो महत्त्वपूर्ण कुरा थियो। त्यो मानेमा के गर्न लाग्यो नेपाली कांग्रेसले भने हामीले निर्णय गरेका छौं कि अब आरक्षण क्षेत्रहरू तयार गरेर, सर्टेन आरक्षण क्षेत्रहरू तयार गरेर जति पनि तपाईको अरु सीमाङ्कित प्रतिनिधित्व गर्नुपर्ने होला, महिला वर्गले नेतृत्व गर्नुपर्ने होला, क्षेत्र तपाई आदिवासी जनजातिले नेतृत्व गर्नुपर्ने होला, त्यस्तो निर्वाचन क्षेत्रहरू आरक्षण निर्वाचन क्षेत्र तयार गरेर प्रतिनिधि सभा सदस्यको संख्या घटाउने कुराहरू गरेका छन्। सँगसँगै प्रदेश जुन हामीले त्यत्रो लामो अभ्यासपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको सही ढंगले सञ्चालन गर्नका लागि
अब प्रदेशलाई अझ बढी सशक्त बनाउनको लागि अझ झन् बलियो प्रदेश स्थानीय तहलाई अझ बलियो बनाउनको लागि धेरै नियमहरू ल्याउनु छ र त्यो नियममा संघीय मन्त्रालयहरू पनि घटाउने प्रदेशका मन्त्रालयहरू घटाउने र सेवा सुविधाहरू धेरै घटाउने नीतिका साथ नेपाली कांग्रेस अहिले अगाडि बढेको छ। म तपाईलाई भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई नेपाली कांग्रेस आउने निर्वाचनमा प्रथम हुन जरुरत छ। जति पनि हिजो परिवर्तन भयो त्यो परिवर्तन भएका कुराहरूलाई अझ ठोस निर्णय पुर्याउन र समुन्नत नेपाल सम्मानित नेपाली बनाउनको लागि अब आउने दिनमा नेपाली कांग्रेस जित्न जरुरत छ भन्ने कुराहरू म तपाईहरु बीच राख्न चाहन्छु। यहाँ मेरो मन आचार्यको व्यक्तिगत कुराहरू होइन, म दुईचोटि मान्ने भइसके। यहाँ जिल्लाभरिको यो विकासका कुराहरू, यहाँका समस्याका नाकाका विषयहरू, तलको सडकका विषयहरू, खानेपानीको समस्या विषयहरू, यो सबै कुरा बुझेको छ। अहिले मान्य मन्त्रीज्यूले व्यक्त गर्नुभयो हाम्रो आर्थिक आकार सानो छ, यो आकारलाई कसरी ठुलो बनाउने हो? नेपाली कांग्रेसले अब आर्थिक क्रान्ति गर्ने तपाईको आउने घोषणा पत्रमा ल्याउँदैछ। धेरै आयन क्षेत्रहरूमा हामीले धेरै कुराहरू बदल्न जरुरत छ। सुशासनको विषयमा, भ्रष्टाचार निर्मूल गर्ने कुराहरूमा नेपाली कांग्रेस अब सशक्त भएर अगाडि लाग्छ। नेपाली कांग्रेसले अहिले पुरा नयाँ नेतृत्व लिएको छ। त्यसको लिडरशिप हाम्रो आदरणीय सभापति सदस्य सभापति गगन कुमार थापाज्यूले लिनुभएको छ। गगन कुमार थापाज्यू हामी बीच सबै चिरपरिचित व्यक्ति हुनुहुन्छ। उहाँको प्रतिभा, उहाँको दक्षता, उहाँको लङ टर्म भिजनका बारेमा तपाईँ हामी सबैजना जानकार छँदैछौँ। त्यो मानेमा अहिले नेपाली कांग्रेस अस्ति भएको आन्दोलन पश्चात कुनै धेरै छिटो परिवर्तन भएको छ भने, जनतासँग जोडिएको पार्टी बन्न तयार भएको छ भने त्यो एउटा सिप नेपाली कांग्रेस पार्टी भएको छ भन्ने कुरा म तपाईलाई व्यक्त गर्न चाहन्छु। त्यो अर्थमा म सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने हिजो जस्तो नेपाली कांग्रेस सुस्त पनि रहँदैन, शान्त पनि रहँदैन र नेपाली कांग्रेस नेपाली जनताले चाहेको जस्तो पार्टी बन्छ र यो नेपालको साधन स्रोतलाई सही ढंगले सदुपयोग गराउँछ भन्ने कुरा तपाईहरु बीच म विश्वास दिलाउन चाहन्छु। त्यो मानेमा म सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रा कुराहरू म उम्मेदवारी चयन गर्दै गर्दा तपाईहरु धेरैजना साथीहरू आएर मलाई आशीर्वाद दिनुभयो, शुभकामना दिनुभयो। म आभार व्यक्तिगत तर्फबाट आभार प्रकट गर्दछु। माननीय मन्त्रीज्यूले राख्नुभयो, म एक्लै हुनुहुन्न, हामी सबै छौँ। स्वाभाविक रूपले सम्पूर्ण नेपाली कांग्रेस रसुवा जिल्लाका साथी, सम्पूर्ण आमाबुवा दाजुभाइ रसुवाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरू मेरो साथमा हुनुहुन्छ। मलाई सही बाटोमा म हिँडिरहेको भएर तपाईँले साथ सहयोग गर्नुहुन्छ भने मैले विश्वास लिएको छु। म डेफिनेटली पनि म प्राविधिक विद्यार्थी हुँ। प्राविधिक विद्यार्थी हुनाले म यो विकास निर्माणका कुराहरू धेरै कुराहरू गरिनँ। तपाईहरुले लामो समयदेखि सुन्नु भएको छ, मैले गर्न पनि जानेको छु। तर समयले मलाई अवसर प्राप्त नगर्दै गर्दा कतिपय कुराहरू मैले धेरै कुराहरू गर्नुपर्ने थियो। म आफ्नो स्वयंले पनि मैले चित्त नबुझाएको अवस्था हो। त्यो भाग हुनाले म पनि विशेष आदरणीय सभापतिज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँले पनि निर्णय गर्नुभयो। जिल्लाका तमाम साथीहरूले, धेरै महाधिवेशन प्रतिनिधि महासमिति साथीहरूले विशेष महाधिवेशनको पक्षमा साथ दिएर नयाँ नेतृत्व लिएर अब जनताले चाहेको जस्तो पार्टीलाई स्थापित गरेर आउने दिनमा 17 सालको भन्दा पनि अझ प्रगतिशील, तपाईको चाहिँ 46 सालको भन्दा नि अझ क्रान्तिकारी पार्टी बनाउने हामी त्यो ढंगले अगाडि बढ्छौँ भनी म विश्वास दिलाउँदै म सम्पूर्ण आज उम्मेदवारी दर्ता गर्नुहुने सम्पूर्ण मेरा अरु उम्मेदवार साथीहरूलाई शुभकामना व्यक्त गर्दै हाम्रो सामाजिक सद्भावहरू एक आपसमा नखलबलाइकन आउने दिन एउटा काम गर्नलाई म आग्रह गर्न चाहन्छु। अन्तमा एउटा कुरा भन्न चाहन्छु। म के पनि भन्न चाहन्छु भने यो अरु कुरा हैन, मेरो हिजो राति मात्र भएको कुरा म तपाईहरु बीच जोड्न चाहन्छु। अहिले नेपालमा सबभन्दा ठूलो समस्या के बनेको छ भने मेरा युवा भाइ बहिनीहरूले नेपालपट्टि आशा मार्नु भएको छ। उहाँहरूले के खोज्दै हुनुहुन्छ? भविष्य सुनिश्चित कसरी गर्न सकिन्छ भनेर खोज्दै हुनुहुन्छ। त्यो विदेश जाने लड्कोको मध्येमा एउटा नेपाली मेरो छोरी पनि छ। तपाईलाई कतिपय साथीहरूलाई याद होला, मैले 74 सालको कोण सभामा पनि मैले यो व्यक्त गरेको थिएँ। म पनि विदेशबाट पढेर आएको, सेकेन्ड क्लास सिटिजन भएर बाँच्न कति गाह्रो छ मैले राम्रोसँग अनुभव गरेको छु।
हिजो राति मेरो छोरीले मलाई कुरा गर्दै गर्दा बाबा तपाईँ फेरि किन उम्मेदवार हुन जाने, नेपालमा सिस्टम छैन, त्यहाँ बसेर के हुन्छ, तपाईँ यो राजनीति छोडिदिनुहोस्, तपाईँ पनि यहाँ आउनुहोस् भन्दै गर्दा मेरो आँसु झरे। र मैले अन्तमा मेरो छोरीलाई मैले के भने भन्दा, नानी तिमीले जुन कुरा खोजेको छौ, सिस्टम खोजेको छौ, त्यो सिस्टम नेपालमा ल्याउनको लागि म राजनीति गरेको। तिमीले बस्नु लायकको देश बनाउन, तिमीहरू आएर फेरि अवसर पाउँछ भन्ने देश बनाउन म राजनीतिमा उमेको। तिमीहरूलाई म यो गरेर देखाउँछु भन्ने कुरा मैले मेरो छोरीलाई पनि हिजो व्यक्त गर्दै तपाईँहरू बिचमा म अहिले आएको छु। मैले के भन्न चाहन्छु भने तपाईँले यो कुरालाई विश्वास गरेर आउने दिनमा मलाई अमूल्य मत दिएर जुन मेरो अभियान छ यो अभियानमा पूर्ण साथ दिनुहुन्छ भन्ने विश्वास राख्दै सम्पूर्ण अभियानका साथीहरूलाई रसवती दाजुभाइ दिदीबहिनीहरू र यस कार्यक्रमलाई लाइभमा हेरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यसपटक नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले विजयी गराइदिनु हुन म देशभरिका नेपाली कांग्रेस साथीहरूलाई र नेपाली जनताहरूलाई आग्रह गर्दै म यहाँ तपाईँहरू बिचबाट बिदा हुन चाहे। हस्त नमस्कार, जय नेपाल। धन्यवाद हाम्रा उम्मेदवार इन्जिनियर मोहन आचार्यज्यूलाई, हाम्रा नेपाली कांग्रेसका उम्मेदवार प्रतिनिधि सभाका सदस्य उम्मेदवारले उहाँको भनाइ, उहाँको सार्वजनिक भनाइहरू नेपाली कांग्रेसलाई अब हुने रूपान्तरित, नेपाली कांग्रेसले अवलम्बन गरेको नीति, नेपाली कांग्रेसले विशेष अधिवेशनले गरेको संकल्प, यसलाई आगामी दिनमा चाहे हामी विकास निर्माणमा होस्, चाहे हामी राजनीति क्षेत्रमा होस्, चाहे जनप्रतिनिधि हुने क्षेत्रमा होस्, चाहे मन्त्री हुने